बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि। होम हाल्ने ठाउँ तयारी गरेको पछि म मिलाउँछु। यो कता लाने यतापट्टि हेर त यता हेर मेरो तास खेल्ने हो त के उनो भनेको कान्छा भनेर त बचाउ गर्छ भनेर यो के रे कान्छा भनेर यसले बोलाएको त बचाउ बचाउ छोटो भयो त यो किन हरायो भएको त भनेको त बच्चाले बचाउने त्यस्तै रोग नि त लाग्यो नि यसरी सब गरेर नि बचाउ बचाउ भन्छ अलिअलि दुख्ने काम गर्यो भने बच्चा कि यो पिस पिस लेखेर लेखेको थिएँ मैले पनि दिदी आएन भाइ दिदी आउनु भएको छ बाइसमा लेखाएर त फेरि थियो त्यही पहिल्यै आफूले त्यो परेड खेलाएकोहरू थियो त्यसले आउनु दिएन जने जाने मेजर जनरल भइरहनु थियो
एकै बिता हो त्यो नम्बर काटिनु छक्का राखेर आउनु बाहिर होमहरूलाई तयारी गरेको चिसो जुस के छ दिदी पिउने के छ चिसो होइन गुरुलाई तयारी गर्दैछ पिउने के छ यसो हो हो यही खाँदैन हजुर यही माथि अनि त्यहाँ नगर्दा भत्किन्छ यहाँ दिउ त छैन जहिले यो होमली दाउरा बिहान सबै मैले चिरेको हो यो दाउरा अनि ऊ त्यहाँनिर इँटाको चारपाटे बनाएको छ होमलले हो त्यो सबै धेरै वर्षपछि मैले बल्चोरोले यो दाउरा चिरेर हेरेँ गरेको हो यस्तो छ अब होमल्नको लागि हुँदैछ सम्भव कुरो बुझेको भयो चाहिँ अनि जहिले गर्दैछ फालो उठाउ त हिजो घरमा ल्याएको छ भेट्न चाहिँ गएँ म यतिर खाना यहाँ छ यहाँ दिदी पस्नु यहाँ नानी ल ढोक्न आउनु यता उनको लागि गुरुद्वारा अन्तरोत्सव हुनुहुन्छ अहिले त्यहाँ
उता यहाँ अब सबै बस्नु है काम छ भने काम गर्नु काम नहुने सबै बस्नु है तपाईँ सुन्नु भएको छ माइक गर्नु हो ल अब माला छ भने माला घुमाउने हातले माला घुमाउँदै जप गर्दै बस्ने वज्रगुरु जप गर्ने सबैले है ओम आहु वज्रगुरु प्रेमासिते हुँ है नसक्ने भएकाले गर्दाखेरि यो वर्तमान जुनीको अवस्थामा पनि धेरै ठुलो पुण्य आज गर्न सकिने आफ्नो पापलाई शोधन गर्न सकिने आफ्नो दोष होइन जे जति दोषहरू छ त्यो सबैलाई हामीले चाहिँ के हो हटाउन सकिने एउटा सम्मको बुद्धलाई हामीले के हो आज तपाईँले शिरोपण गर्ने है हो गुरु रिम्बुचे पद्मसम्भव बुद्धलाई हामीले चाहिँ शिरोपण गरेर तपाईँहरूले त्यो मन्त्र जप जति सक्दो तपाईँले जति बस्ने ध्यान गरिबस्ने हल्ला नगर्ने शान्त भएर है अब गुरु रिम्बुचे पद्मसम्भव बुद्धको हामीले उहाँलाई इष्टदेव मानेर आज हामीले शान्ति होमन पूजा घरमा हामीले आयोजना गर्दैछौँ यसबाट ठुलो पुण्य हामीले परिवारको नाममा अलिकति पुण्य कम्ती भएको अनि पहिला पितृको पनि दोषहरू धेरै भएको त्यसपछि वंशमा आफ्नो कुल पितृको चाहिँ तपाईँको चाहिँ मुक्ति नपाएर कुल पितृले बाटो नपाएर भोताइदिएको अवस्था त्यसपछि घरको सदस्यहरूमा पनि पूर्वजन्मको कर्मको फलले गर्दाखेरि अलिकति पुण्य कम्ती भएको कारणले गर्दाखेरि त्यो पुण्य नभएर विभिन्न प्रकारको चाहिँ दुःख समस्या पीडा दुर्दशा आउने रोग व्याधिले ग्रस्त हुनुपर्ने त्यो धेरै नराम्रो समस्याहरू हामीले चाहिँ देखा परेको कारणले गर्दाखेरि अनि हामीले बौद्ध ज्योतिष पात्र अनुसार यो खालको पूजा चाहिँ सम्पन्न गर्नुपर्ने चाहिँ घर परिवारको नामै निस्केको कारणले गर्दाखेरि आज हामीले यो पूजा हामीले सम्पन्न गर्न गइरहेको छ अब यसलाई हामीले धिन्सेक भनेर भनिन्छ है हो त्यसमा विभिन्न किसिमको हामीले चाहिँ के हो पवित्र द्रव्य वस्तुहरू हामीले चाहिँ के हो तपाईँको दान गरिन्छ यसमा होइन त्यस कारणले गर्दाखेरि हो शान्ति होमन भन्ने बित्तिकै तपाईँको शरीर मन वचनबाट तपाईँले गर्नुभएको नराम्रो कर्महरू दोषहरू पापहरूलाई कसरी हुन्छ तपाईँले चाहिँ शीघ्रभन्दा शीघ्र हटाउन सक्ने एउटा उत्तम उपाय त्यसपछि अनि हामीलाई दैनिक जीवनमा हाम्रो जीवन व्यतीत गर्दाखेरि भगवान् बुद्धको ज्ञान शिक्षा र आशीर्वादको हामीलाई चाहिँ अति आवश्यक पर्ने भएको कारणले गर्दाखेरि उहाँको आशीर्वाद भगवान्को आशीर्वाद बिना त्यो अनुष्ठान बिना त्यो खालको चाहिँ के हो
पुण्य बिना चाहिँ हामी अगाडि बढाउन सक्ने, हाम्रो परिवारमा अशान्ति भइरहने, अनि हामीले चाहिँ धर्म कर्म भन्ने कुरा पनि मैले गर्छु भन्दा पनि के हो राम्रोसँग हामीले चाहिँ के हो गर्न नसक्ने भएको कारणले गर्दाखेरि त्यो सबै कुराहरूलाई चाहिँ के हो हटाएर अनि 10 कुशल कर्महरू हामीले मनबाट गर्न मन लाग्ने त्यो खालको कर्महरू हामीले सञ्चय गर्ने त्यो खालको चाहिँ मन चित्त उत्पन्न हुने भएको कारणले गर्दाखेरि यो सबै कुराहरूलाई हामीले आज ध्यान मध्यनजर गरेर आज हामीले गुरु पद्मसम्भव बुद्धलाई स्वीकार गरेर उहाँको त्यो विद्याधर तपाईँको समुचय धनचक्र पूजाको माध्यमबाट आज हामीले बिहानदेखि धेरै साधना पूजाहरू होइन साधना पूजाहरू हामीले सम्पन्न गर्दै गर्दै अहिले चाहिँ हामी चाहिँ यो हामीले एउटा चाहिँ के हो आज होमन पूजामा हामी शान्ति होमन पूजामा हामी आइसकेका छौँ। यसमा विभिन्न किसिमको यहाँ तपाईँले देख्नु भएको छ यहाँ विभिन्न किसिमको हामीले चाहिँ अन्नपातहरू चढाएर सब्जीहरू चढाएर गहुँ धान जौँ चामल दुबो होइन अन्य धेरै किसिमको यहाँ तपाईँको वस्तुहरू यहाँ छ तेल घिउदेखि लिएर धेरै किसिमको वस्तुहरू हामीले चाहिँ के हो तान्त्रिक विधिको माध्यमबाट आज हामीले अग्नि देवतालाई हामीले के हो जगाएर अग्नि देवतालाई हामीले साक्षी राखेर अनि हामीले अग्निमा यो सबै कुराहरू होमन गर्नाले अग्निमा सबै यो कुराहरू जडाएर हामी चाहिँ अधिष्ठान गर्नाले चाहिँ वर्तमान जुनीमा पनि धेरैभन्दा धेरै हामीले के हो सुख शान्ति प्राप्त गर्न सकिने सबै विघ्न बाधाहरू हटाउन सकिने त्यसपछि गएर यो जुनी भन्दा पनि फेरि अर्को जुनी हाम्रो आउने पछिल्लो जुनीमा चाहिँ हामीले राम्रो हाम्रो जन्म हामी लिन सकिने सबै सम्पन्न भएको सबै धर्म कर्मले युक्त सबै ज्ञानले युक्त सबै गुणले युक्त सबै सम्पन्न एउटा परिवारमा एउटा मनुष्यको जुनी भएर हामी चाहिँ जन्मिन सक्ने सम्मको पुण्य त्यो होमन पूजाको माध्यमबाट हामीले प्राप्त गर्ने भएको कारणले गर्दाखेरि आज हामी यो पूजाहरू हामी सम्पन्न गर्न गइरहेका छौँ। घाम लागिसकेको छ, समय कम्ती छ, तैपनि म यहाँ छोटो संक्षिप्त रूपमा तपाईँलाई बुझाउने प्रयास गर्छु, कृपया सुन्नु होला है। अब यहाँ तपाईँको हामीले यहाँ संस्कृत भाषामा हामीले मन्त्र उच्चारणहरू गरेर यहाँ विभिन्न किसिमको वज्रयानी बौद्ध तान्त्रिक विधिबाट हामी चाहिँ यो होमन पूजाहरू हामीले आयोजना गरिन्छ। त्यसमा तपाईँले एक मन एक चित्त भएर भगवान्को ध्यान गरेर तपाईँले कसरी हुन्छ तपाईँको सबै शरीर मन वचनको पापहरू आज तपाईँले के हो प्रायश्चित हुने गरी शोधन हुने गरी त्यो सबै हटाएर अनि पद्मसम्भव गुरु मुख्य पद्मसम्भव बुद्धको चाहिँ काय वा चित्त उहाँको शरीरको सिद्धि आफूले प्राप्त गर्नु पर्यो, वचनको सिद्धि तपाईँले प्राप्त गर्नु पर्यो अनि उहाँको चित्तको सिद्धि तपाईँले चाहिँ जबसम्म प्राप्त गर्दैन तबसम्म चाहिँ के हो तपाईँले खास पाउनुपर्ने त्यो धर्मको अनुष्ठान पाउनुपर्ने धर्मको तपाईँको चाहिँ झिल्लक पाउनुपर्ने त्यो धर्मको चाहिँ के हो त्यो खालको वरदान तपाईँले प्राप्त गर्न सक्नुभएको कारणले गर्दाखेरि तपाईँले यो खालको एक चित्त चाहिँ शुद्ध मनले निस्वार्थ भावनाले त्यो खालको ध्यान साधनामा तपाईँ लागेर चाहिँ अनि तपाईँले चाहिँ मन्त्र जप गर्नुभयो, भगवान्को स्तुति गर्नुभयो, स्मरण गर्न सक्नुभयो भने चाहिँ आज गरेको होमन पूजाको पुण्यको फलले निश्चित रूपमा तपाईँले चाहिँ के हो अनि गुरु पद्मसम्भव बुद्धको अनि शरीर मन वचनको काय चित्तको सबै सिद्धिहरू आफूले प्राप्त गरिसकेपछि त्यो खालको सिद्धि यति ठुलो सिद्धि हुन्छ कि त्यो खालको सिद्धि चाहिँ के हो त भन्दाखेरि त्यसमा धेरै शक्तिहरू हुन्छ। त्यसमा चाहिँ तपाईँको त्यो क्षणिक सुख भन्दा पनि त्यो अनादिकालसम्म दीर्घकालीन रूपमा आफूले जे काम अगाडि बढाएका पनि आफूले जे काम गरे पनि त्यो सबै काम काजहरू सबै चाहिँ के हो स्वत सहज रूपमा चाहिँ सिद्धि भएर जाने सुख शान्ति प्राप्त भइरहने सन्तान राम्रो हुने होइन अनि आफूलाई सबैले चाहिँ मान्न सक्ने त्यो खालको चाहिँ धेरै कुराहरू चाहिँ पुण्य लाभ हुने भएको कारणले गर्दाखेरि अब यहाँ म होमन पुण्यको फाइदाको विषयमा तपाईँलाई म यहाँ छोटकरी म तपाईँलाई बताउँछु, कृपया सुन्नु होला। अब पहिला हामीले यहाँ अब शान्ति होमन साधना पूजा गर्दाखेरि ओम भूति विखय स्वाहा भन्छ होइन। ओम भूति विखय स्वाहा भन्ने बित्तिकै यहाँ हामीले एउटा तपाईँको शुद्ध तपाईँको यो हामीले ह्यामसिङ भन्छ एउटा दाउरा तपाईँको पिपलकोदेखि लिएर हामीले बरको होइन त्यो खालको चाहिँ हामीले हाँगाहरू त्यो हाँगा दाउराको स्वरूपमा हामीले त्यहाँ थुपारेर हामीले चाहिँ यहाँ प्लेटमा हामीले यहाँ सजाएका छौँ। अब त्यो तपाईँको त्यो चौँलाई चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ यो दाउरा जुन छ हामीले होमन गरेको पुण्यको फलले चाहिँ अनि अर्को जन्ममा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एकदमै राम्रो भएर जन्मिन सक्ने, एकदमै आफ्नो रूपमै आकर्षण भएर जन्मिन सक्ने अथवा आफूले सबैले मन पराउन सक्ने। जस्तै अब हामी मान्छेको जुनी पाएता पनि कस्तो हुन्छ, कोही चाहिँ एकदमै नराम्रो हुन्छ नि है, कालो न कालो हेर्दा पनि रिस उठ्ने होइन, एकदमै तपाईँको हुन्छ नि एउटा रूप हेर्दा पनि एकदमै त्यो खालको
कुरूप के अब त्यो कुरूप नभएर हामीले चाहिँ यो खालको चाहिँ दाउरा अथवा यो खालको चाहिँ यो पवित्र यो हामीले चाहिँ हाँगा बिगाहरू यसरी चाहिँ तान्त्रिक विधिको माध्यमबाट त्यहाँ आगोमा चाहिँ के हो हामीले चाहिँ के हो त्यसरी चाहिँ होमन गर्दाखेरि चाहिँ तपाईँको चाहिँ रूप पनि एकदमै सुन्दर भएर जन्मिन सक्ने हिस्सी परेको एकदमै आकर्षित सबैले आकर्षण गर्न सक्ने हो त्यो खालको चाहिँ सुन्दर रूप भएर चाहिँ सम्पूर्ण कुराहरू सम्पन्न भएर हामी चाहिँ के हो अर्को जुनीमा जन्म लिन सक्छौँ अरे अनि हामी यहाँ सेतो तिल हामी यहाँ तयार पारेका छौँ होइन हो अब सेतो तिललाई हामीले संस्कृत भाषाबाट तपाईँको तिललाई हामीले चाहिँ यहाँ पवित्र यो थ्री पानीले अनुष्ठान गरेर हामीले चाहिँ होमन गर्दाखेरि चाहिँ तपाईँको धिक्प्रथम चाहिँ सिन्धपुरे सो अथवा ओम सर्व पापम दहन व्यञ्जय सोहा भनेर हामीले चाहिँ आगोमा त्यहाँ तपाईँको त्यो जडाएपछि त्यहाँ के हुन्छ त भन्दाखेरि तपाईँले विगतको समयमा पनि यदि तपाईँबाट जानेर अथवा अनजानमा भएको पाप कर्म दोष कर्म अपराध छ भने त्यो सबै पापहरू चाहिँ निर्मूल हुने काम चाहिँ के गर्छ यो तिल होमन गरेको पुण्यको फलले हुन्छ अरे होइन त्यस कारणले गर्दाखेरि आउने समयमा पनि भविष्यमा पनि मैले चाहिँ भुलेर पनि कुनै पनि पाप कर्ममा चाहिँ के हो जान नपरोस् अग्रसर नहोस् अथवा त्यो खालको पाप कर्मबाट चाहिँ म चाहिँ सदा लागि म चाहिँ मुक्त होस् भन्ने हेतु र तपाईँले अनादिकालदेखि गर्नुभएको जति पनि पापहरू सर्व पापम होइन तपाईँको हो सर्व सतो पापम दहन वज्र सोहा भनेपछि सबै पाप कर्महरू के हो यो तपाईँको तिल होमन गरेको चढाएको पुण्यको फलले चाहिँ सबै के हुने रहेछ सबै सोझो हुने रहेछ त्यसपछि अब शोषण भन्छ यो तपाईँको तेस्रो प्लेटमा हामीले के राखेको छौँ त्यहाँ पिठोको डल्लो छ नि त्यो तपाईँको त्यो पिठोमा चाहिँ गहुँको पिठोमा चाहिँ तपाईँको चाहिँ दही लगाएर चाहिँ तपाईँको त्यसमा चाहिँ अन्य किसिमको चाहिँ मह दुध घिउ चिनी सबै मिसाएर एउटा तपाईँको चाहिँ शोषण भन्ने एउटा हामीले द्रव्य वस्तु एउटा चाहिँ हामीले बनाएको हुन्छ यो खालको चाहिँ दही र पिठो मुसेको त्यो डल्लो खालको त्यो एउटा पिठोको तपाईँको डल्लो हुन्छ त्यो खाना त्यसलाई हामी चाहिँ शोषण भन्छौँ त्यो को भोजन दहीको र पिठो मिसाएको भोजन यो अग्निमा होमन गरेको फलले चाहिँ के हो तपाईँ एकदमै बुद्धिमानी हुने होइन तपाईँको चाहिँ जिउ एकदमै जिउ तेजिलो भएर आउने दिमाग एकदम तपाईँको चाहिँ चङ्खो भएर आउने होइन अर्को जुनीमा पनि तपाईँ मनुष्य लोकमा चाहिँ तपाईँ मनुष्यको जुनी भएर जन्मिँदाखेरि पनि तपाईँको चाहिँ के हो तपाईँ बुद्धिमानी हुन सक्ने डाक्टर पाइलट होइन तपाईँको चाहिँ इन्जिनियर तपाईँको त्यो खालको विद्वान भएर वैज्ञानिक भएर जन्मिनु सक्ने कि त्यो खालको कर्म तपाईँले सञ्चय गर्छ त्यो खालको त भाग्य तपाईँले चाहिँ प्राप्त गर्नुहुन्छ अरे त्यस कारण कोही त हुन्छ नि अब जति पढे पनि अब केही नजान्ने होइन अनि आफूले पढे अनुसार केही प्राप्त गर्न नसक्ने केही अब विवेक पनि राम्रो नआउने दिमाग पनि लाका हुन्छ नि यस्तो त्यो खालको चाहिँ सबै त्यो खालको चाहिँ नराम्रो दुःखहरूबाट चाहिँ हामी वञ्चित भएर चाहिँ एकदमै बुद्धिमानी तेजिलो विद्वान भएर हामी चाहिँ जन्मिने सौभाग्य चाहिँ हामीले यो दही र पिठो मिसाएको त्यो अग्नि होममा दहन गरेको चाहिँ यो पुण्यले हामीलाई त्यो खालको जीवन प्राप्त हुन्छ अरे अर्को आयो चामल छ चौथोमा अब हेर्नु त प्लेटमा त्यहाँ हामीले एकदमै सफा चामल हामीले अन्न होइन त्यो खालको चामल हामीले के भन्छौँ त्यसलाई ध्येय भनिन्छ त्यो संस्कृतमा ओम वज्र पुष्टिम कुरे सोहा भनेको चाहिँ त्यो चामल आगोमा होमन गरेको पुण्यको फलले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको पुण्य जसलाई हामी चाहिँ धर्मको भाषामा सोनम भनिन्छ हो त्यो खालको पुण्य चाहिँ के हो तपाईँलाई प्राप्त हुन्छ अरे जबसम्म तपाईँलाई पुण्य नै छैन तपाईँको पुण्य नै सकेको छ तबसम्म तपाईँको केही काम पनि नबन्ने तपाईँ हरेक ठाउँमा गए पनि तपाईँ फेल खाने जो समय पनि तपाईँ हार्नुपर्ने आफ्नो कुरा केही पनि नहुने होइन त्यो जीवनभरि दुःख भोगेर तपाईँ चाहिँ त्यो जीवन व्यतीत गर्नुपर्ने हुन्छ जब चाहिँ तपाईँसँग पुण्य छ भने तपाईँले चाहिँ त्यो पहिलो जुनीमा अथवा तपाईँले पुण्यको बिउ रोप्दै आएको छ भने चाहिँ त्यो पुण्यको प्रभावले गर्दाखेरि तपाईँको हरेक कुरा बिस्तारै सम्पन्न हुँदै जाने सुख शान्ति पनि आफै प्राप्त हुँदै जाने जता हात हाले पनि जे गरे पनि त्यो सफल मात्रै हुने के त्यसबाट कुनै पनि नराम्रो कुराहरू नहुने विजयी नहुने भएको कारणले गर्दाखेरि चाहिँ त्यो पुण्य प्राप्तिको निम्ति चाहिँ त्यो सोनम सौभाग्य प्राप्तको निम्ति चाहिँ हामी चाहिँ के हो यो चामललाई के हो त्यहाँ सबै अधिष्ठान गरेर त्यहाँ दहन गरेर के हो अनि त्यसको होमन पूजाको त्यो पुण्यको फलले त्यो खालको सोनम हामीले प्राप्त गर्न सकिन्छ अरे त्यसपछि आयो जौ है त्यहाँ जौ छ तपाईँको ठाउँमा एउटामा जौ छ त्यसलाई चाहिँ के हो तपाईँको हो सोहा भन्छ ओम व्यञ्ज विजय सोहा भन्छ हामीले अहिले हामी लामाहरूले वाचन गर्दै यसलाई धेरै पटक वाचन गरेर ओम वज्र विजय सोहा ओम वज्र विजय सोहा ओम वज्र विजय सोहा भन्दै हामीले चाहिँ अनि गुरु पद्मसम्मलाई शिरमा हामीले सम्झेर अनि त्यो खालको चाहिँ
प्राणी हितको निम्ति हामी त्यसरी होमन गर्दाखेरि चाहिँ नोर्दान्डु फुसुङ छोपाला भर्दु चोपाला थमिसिलम कुरे स्वाहा भनेको चाहिँ के हो पछिल्लो जुनीमा चाहिँ मनुष्यको जुनी लिँदाखेरि पनि के हो गरिब भएर जन्मिन नपर्ने गरिब भएर जीवन व्यतीत गर्न नपर्ने दरिद्र भएर जीवन व्यतीत गर्न नपर्ने होइन तपाईँको चाहिँ अनेक किसिमको चाहिँ तपाईँको इच्छा हुँदा हुँदा पनि केही पनि नपाउने त्यो खालको जुनी भएर पनि हामी जन्मिन्छौँ नि त तर यो खालको चाहिँ तपाईँको चाहिँ हो यो तपाईँको त्यो जौ हामीले चाहिँ के हो त्यहाँ चाहिँ होमन गरेको पुण्यको फलले चाहिँ धन सम्पत्तिले भरिपूर्ण भएर हामी जन्मिन सक्ने सबै कुराहरूले सम्पत्ति क्या होइन अन्नपात पनि सम्पन्न धन सम्पत्ति पनि सम्पन्न सबै कुराले सम्पन्न भएर जन्मिन सक्ने त्यो जुनी प्राप्ति चाहिँ के हो पछिल्लो जुनीमा चाहिँ यो खालको जौ चाहिँ होमन गरेको पुण्यले प्राप्त हुन्छ अरे अब तपाईँको त्यहाँ अब तपाईँको त्यसपछि गौँ छ हो ओम महा बेगाय स्वाहा भन्छ ओम हामी संस्कृत भाषाबाट ओम महाबेगाय स्वाहा ओम महाबेगाय स्वाहा भन्ने मन्त्रको उच्चारण गर्दै हामी चाहिँ त्यो गहुँ चढाएको फलले चाहिँ के हो तपाईँको जीवन एकदम पछि गएर के हुन्छ एकदम तपाईँको आत्मबल पनि एकदमै बढ्ने तपाईँ एकदमै बलवान शक्तिशाली भएर तपाईँ जन्मिन सक्ने जहाँ पनि तपाईँले विजय प्राप्त गर्न सक्ने तपाईँलाई कसैले चाहिँ के हो हराउन नसक्ने त्यो जिउ पनि एकदमै गलेको बिरामी भएको चाहिँ लुरो त्यो लङ्गर त्यसो नभएर एकदमै तपाईँको जिउ चाहिँ एकदमै भरिपूर्ण के शक्तिशाली एकदमै हो त्यो खालको जे पनि तपाईँले गर्न सक्ने जे पनि तपाईँ चाहिँ त्यो बलको कारणले गर्दाखेरि तपाईँले जे कुरा पनि तपाईँ अगाडि बढेर त्यो खालको चाहिँ सबै कुराले युक्त हुने चाहिँ पुण्य चाहिँ के हो हामीले गाउँ चढाएको पुण्य प्राप्त हुन्छ अरे त्यसपछि अर्को टेमा छ भनेको चाहिँ सेनमा भन्छ त्यो चाहिँ के हो त्यो चाहिँ केरौ हो त्यो केरौ चढाएको फलले चाहिँ हामीले चाहिँ के हो केरौलाई चाहिँ हामीले संस्कृत भाषाबाट हामीले उच्चारण गर्दाखेरि ओम महाबलाय स्वाहा ओम महाबलाय स्वाहा भन्दाखेरि चाहिँ तपाईँको अनि यो जुनीमा पनि तपाईँको चाहिँ त्यो केरौ होमन गरेको पुण्यको फलले चाहिँ तपाईँको के हो शरीरको सबै अङ्गहरू तपाईँको चाहिँ के हो पुगेर तपाईँ के हो अब सम्पन्न हुने तपाईँको हात खुट्टामा चोट पनि नलाग्ने शरीरमा चोट पनि नलाग्ने तपाईँको कुनै पनि कुराहरूले चाहिँ तपाईँको दुर्घटना हुँदाखेरि पनि अथवा जस्तोसुकै कुराहरूले पनि तपाईँको शरीरको अङ्गहरूलाई चाहिँ क्षति पुर्याउन नसक्ने अथवा तपाईँ पछिल्लो जुनीमा तपाईँ जन्मिँदाखेरि पनि मान्छेको जुनी भएर तपाईँ जन्मिन सक्यो भने अनि तपाईँको सबै अन्धा नभएको लाता लङ्गडा नभएको होइन त्यो शरीरको सबै अङ्गहरू चाहिँ सम्पन्न भएर जन्मिन सक्ने चाहिँ त्यो खालको पुण्य चाहिँ त्यो खालको शक्ति चाहिँ यो तपाईँको के हो सेनमा भन्छ यो खालको चाहिँ के हो केरौँ त्यो होमन गरेको पुण्यको फलले तपाईँले त्यो खालको चाहिँ फाइदा तपाईँले त्यो खालको लाभ तपाईँलाई प्राप्त हुन्छ अरे त्यसपछि आएर तपाईँको डो भन्छ तपाईँको होइन हो डो भनेको तपाईँको त्यहाँ धान चढेको तपाईँको त्यो हो त्यो पुण्यको फलले चाहिँ ओम बेचा गेमरी स्वा डो भनेको धान त्यहाँ धानमा देख्नुहुन्छ हामीले त्यो एउटा हामीले चाहिँ त्यो हाम्रो चाहिँ बारीमा फलेको धान हामीले त्यहाँ धानमा तयारी गरेको छौँ हो त्यो धान होमन गरेको पुण्यको फलले चाहिँ के हुन्छ त भन्दाखेरि ओम वज्र गेस्मरी स्वाहा ओम वज्र गेस्मरी स्वाहा भनेर हामीले त्यहाँ तपाईँको चाहिँ आगोमा के हो तपाईँको त्यहाँ चाहिँ दान गरेपछि त्यो खालको चाहिँ होमन गरेपछि अनि रोग व्याध भन्ने कुराहरू केहीले पनि तपाईँलाई छुन्न सक्ने त्यो धान होमन गरेको पुण्यको फलले चाहिँ कोही त हुन्छ नि त तपाईँको होइन खालि तपाईँको रोग मात्रै लाग्ने तपाईँको पीडा मात्रै हुने दुख्ने मात्रै अनेक किसिमको अनेक छ नि त रोगहरू होइन त्यो खालको रोगले ग्रसित भएर हामी चाहिँ बाँच्नुपर्ने अनेक किसिमको हाम्रो दुःखहरू छ नि त त्यो कारणले गर्दाखेरि तपाईँले यसरी चाहिँ यो धानलाई शुद्ध धानलाई तपाईँले चाहिँ होमन गर्नुभयो भने चाहिँ त्यो धान होमन गरेको पुण्यको फलले चाहिँ रोग व्याध पनि केही नलाग्ने कोही त हुन्छ नि त जन्मेदेखिको मरेसम्म एउटा दबाई हान्न पर्ने होइन टाउको दुखेको धेरै दबाई हान्न पर्ने मान्छे छ नि होइन त्यो के हो त भन्दाखेरि उसले पूर्व जन्ममा तपाईँको हो त्यो धान चाहिँ आगोमा होमन गरेको पुण्यको फलले उसलाई रोग पनि लागिरहेको छैन उसलाई होइन ऊ औषधि पनि खानै परेको छैन अब त्यस्तो जीवन भए त एकदम सुख शान्ति छ नि हाम्रो होइन पार्टी ग्याप छैन हो त्यस कारण गर्दाखेरि रोग व्याध बिमार केही नहुने चाहिँ धान चढेको पुण्यबाट उसलाई प्राप्ति हुन्छ अरे अहिले वर्तमानको अवस्थामा पनि तपाईँ त्यो रोग यदि तपाईँले रोग लागिसकेको छ भने यो पुण्यको प्रभावले गर्दाखेरि तपाईँको रोग निको हुँदै गयो त्यो औषधिले पनि काम गर्दै गयो अनि आफू मरेपछि पनि अर्को जुनीमा त झन् कुनै पनि तपाईँ मान्छेको जुनी प्राप्त भए तापनि कुनै रोगले नसुने कुनै बिमारले नसुने चाहिँ यो धान चढेको पुण्य प्राप्त हुन्छ अरे अब तपाईँको ध्रुव भन्छ भनेको दुबो यहाँ त दुबो मैले त्यहाँ उता गुम्बाबाट टिपेर ल्याएको छु नि यहाँ एक खाल दुबो त्यो दुबो आगोमा अग्नि देवतालाई हामीले साँची राखेर उसलाई जगाएर त्यो तान्त्रिक विधिको माध्यमबाट त्यो दुबो चढाएको पुण्यको फलले चाहिँ के हुन्छ भन्दाखेरि हामीले संस्कृत भाषाबाट हामीले पढ्दाखेरि चाहिँ के ओम आयुके स्वाहा ओम आयुके स्वाहा भन्दाखेरि चाहिँ छेरिवाला भर्दो चोपा
छेरिङवाला भर्जुवा फुन्चुन सोपाला छेरिङवा फुन्चुन सोपाला भर्जुवा छिन्दम कुले सोहा भनेर हामीले चाहिँ यसरी वाचन गर्दै त्यो पुण्य दाताको नाममा हामीले चाहिँ वाचन गरेको पुण्यको फलले के हुँदो रहेछ भन्दाखेरि चाहिँ दीर्घायु हुने, धेरै आयु छोटो लिएर हामी आएको छ भने पनि अकाल मृत्यु हुनेछ भने पनि के हुन्छ, आफसेआफ त्यो हाम्रो के हो आयु बढेर जान्छ, दीर्घायु भएर जान्छ, ऐश्वर्य प्राप्त हुने, तपाईँको पञ्च इन्द्रियहरू पनि एकदमै सक्षम हुने के उमेर धेरै गइसके भए पनि आँखाले पनि अनन्त पछिसम्म बुढो वृद्ध हुँदाखेरि पनि आँखाले राम्रो देखिरहन सक्ने, कानले पनि राम्रो सुनिरहन सक्ने होइन, सबै कुराहरू एकदम सक्षम क्या, सबै कुराहरू भनेको पनि बुझ्न सक्ने। कोही कोही त अब तपाईँको अब त्यो बुढेसकालले छुँदै गएपछि अब त्यो उमेर धेरै नभए पनि कान बन्द भइहाल्ने, नसुन्ने, आँखा पनि मधुरो हुने, अनेक किसिमको हुन्छ नि होइन, खुट्टाहरू पनि हात राम्रो नसक्ने, त्यो नभएर चाहिँ दुबो तपाईँले चाहिँ हवन गरेको पुण्यको फलले चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ तपाईँको दीर्घायु, आफ्नो चाहिँ आयु एकदमै लामो हुने, त्यो आयु लामो भए पनि एकदमै स्वस्थ जीवन हामी बाँच्न सक्ने के। अनि यस आरामको जीवन चाहिँ हामी चाहिँ मर्ने अवस्थासम्म पनि हामीले त्यो खालको जीवन हामी व्यतीत गरेर हामी चाहिँ मर्न पाउने भएको कारणले गर्दाखेरि दुबो चराको पुण्य यो छ। त्यसपछि कुसे आयो, अब यहाँ हामीले अमृषो कुचो ल्याएको छ नि हामीले किनेर है, हो त्यो अमृषो कुचो, अब यो चाहिँ कुस्या भन्छ हामीले चाहिँ। ओम आप्रति हत व्यञ्जय सोहा, कुचो भनेको चाहिँ पहिला भगवान् बुद्ध बोधगयामा तपाईँको बोधि ज्ञान प्राप्त हुनु अगाडि पनि एउटा ब्राह्मण कुलको चाहिँ एउटा बाहुनले चाहिँ तपाईँको भगवान् बुद्धलाई कुचो चढाएको थियो कि मङ्गल नाम गरेको हो, त्यो ब्राह्मण कुलमा जानेको त्यो बाहुनले चाहिँ तपाईँको ब्राह्मणले चाहिँ भगवान् बुद्धलाई चाहिँ त्यो कुचो चढाउनु भएको थियो नि, हो त्यो कुचोमै भगवान् बुद्ध चाहिँ त्यो ओछ्याएर बस्नु भएर अनि उहाँले के गर्नुभएको थियो, ज्ञान प्राप्त गर्नुभएको नि हो। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले ओम आपति हत व्यञ्जय सोहा सुङ भनेर हामी चाहिँ वाचन गरिन्छ। त्यो के हुन्छ त, त्यसो गर्दा के हुन्छ भन्दाखेरि अब कुचोको प्रति चाहिँ के हो त भन्दाखेरि यसले सबै नराम्रो विकार वस्तुहरूलाई के पनि त्यो हटाउने काम गर्छ। तपाईँको मनमा रिस छ, राग छ, मोह छ, अहङ्कार छ, बुद्धत्व प्राप्त गर्ने बिउ हाम्रो मनमा छ, हृदयमा छ, पहिल्यैदेखि नै रहिआएको छ। तर त्यो खालको नराम्रो तपाईँको फोडले गर्दाखेरि, त्यो क्लेशले गर्दाखेरि चाहिँ के हो, अनि हामीले चाहिँ हाम्रो त्यो बुद्धको जुन बुद्धत्व प्राप्त गर्ने त्यो बिउ चाहिँ के हो, त्यो उम्रिनु पाएको छैन अथवा त्यो बाहिर बोध हुनु पाएको छैन। त्यस कारणले गर्दाखेरि जबसम्म तपाईँमा भएको रिस, राग, मोह, अहङ्कार जस्तो नराम्रो त्यो खालको क्लेश, नराम्रो विचारहरूलाई तपाईँले दमन गर्न सक्दैन, त्यसलाई उखेलेर फाल्न सक्दैन, त्यसलाई तपाईँले चाहिँ दबाउन सक्दैन, तबसम्म ज्ञान भन्ने कुरा पनि तपाईँलाई प्राप्त हुन सक्दैन। अनि तपाईँलाई भगवान्को आशीर्वाद पनि तपाईँलाई प्राप्त हुन नसक्ने, अनि कुनै कुराको पनि तपाईँलाई प्रत्यक्ष नहुने भएको कारणले गर्दाखेरि त्यो खालको नराम्रो शरीरमा भएको नराम्रो कुराहरूले चाहिँ यो कुचोले के हो तपाईँको बढाउने काम गर्छ अरे, त्यसले फ्याँक्ने काम गर्छ अरे, त्यसले शुद्धि हुने काम गर्छ अरे। अनि यो मयको बग्छ नि यहाँ, यसले चाहिँ के हो विष अरे, विष, राग, मोह भन्ने त्यो विष छ नि, त्यो विष के हो, यो मयुरले चाहिँ तपाईँको विष पनि तपाईँको ग्रहण गर्न सक्छ, त्यो विषको पनि उसलाई चाहिँ के हो कुनै दोष लाग्दैन भन्छ नि हो। यो पहेँको पखले चाहिँ के गर्छ भन्दाखेरि तपाईँमा भएको चाहिँ के हो मोह, अहङ्कार जस्तो, विष, राग जस्तो नराम्रो विषयुक्त कुराहरूलाई चाहिँ योले पचाउन सक्ने भएको कारणले गर्दाखेरि चाहिँ के हो त्यसरी हामीले चाहिँ शरीरमा भएको नराम्रो सबै कुराहरू, सबै त्यो बिखहरू, त्यो खालको आवरण सबैले चाहिँ यो कुचो होमन गरेको पुण्यको फलले चाहिँ सबै हटेर जाने, सो त के हो सबै चाहिँ शान्ति हुन सक्ने, सबै शुद्धि हुन सक्ने भएको कारणले गर्दाखेरि हामीले चाहिँ हो त्यो तपाईँको चाहिँ अनि आगोमा चाहिँ कुचो होमन गरेको फल चाहिँ हामी चाहिँ यसरी चाहिँ के हो हामीले प्राप्त गर्न सक्छौँ। त्यस कारणले गर्दाखेरि अनि यहाँ मेन नजाउँछ, त्यसमा तपाईँको त्यो साङको त्यो बाटोमा हामीले चाहिँ त्यसमा चाहिँ औषधियुक्त पदार्थहरू, तपाईँको आरू, क्युरुबहरू, हराभरा अमला भन्ने कुराहरूदेखि लिएर 9 किसिमको सब्जी भन्ने कुराहरू, पञ्चरङ्गी कपडा भएदेखि लिएर लेखबाट ल्याएको सुगन्धित आउने त्यो तपाईँको धुपहरू, त्यसमा सब हरेक कुराहरू मिसाएर हामी चाहिँ होमन गरेको फल के हुन्छ त भन्दाखेरि चाहिँ तपाईँको हो त्यो विभिन्न प्रकारको चाहिँ त्यो खालको चाहिँ औषधियुक्त पदार्थहरू, द्रव्य वस्तुहरू आगोमा होमन गरेको पुण्यको फलले चाहिँ के हो हामीलाई कहिले पनि बिमार पनि नहुने, मनुष्यको चाहिँ लिएता पनि हामीलाई कसैले केही भनेको पनि कुनै पनि प्रकारको चाहिँ बाधा हाल्न नसक्ने, कसैको चाहिँ कटु वचन पनि नलाग्ने, कसैले जे गर्न खोज्यो भने हामीले चाहिँ त्यसको हानि चाहिँ हामीले सो त के हो सबै हामीले रक्षा हुन सक्ने भएको कारणले गर्दाखेरि अनि हामीले यो विभिन्न किसिमको चाहिँ के हो यो साङ, यसमा चाहिँ सुगन्धित धुपहरू मिसाएर चाहिँ यो खालको चाहिँ
हो सुगन्धित धुप चाहिँ आगोमा हवन गरेको पुण्यको फलले चाहिँ त्यो खालको त्यहाँबाट आएको विशुद्ध धुपले चाहिँ हाम्रो शरीरको सबै मैलाहरू शुद्ध गर्ने, हाम्रो शरीरमा भएको सबै नकारात्मक वस्तुहरूलाई त्यसले चाहिँ फाल्न सक्ने, त्यसले चाहिँ त्यो निर्मूल पार्न सक्ने भएको कारणले गर्दाखेरि 80,000 किसिमको विघ्न बाधा पनि यो खालको के हो होमन पूजाको माध्यमबाट हामीले हटाउन सक्ने भयो। 442 किसिमको रोगहरू पनि हामीले त्यो होमन पूजाको माध्यमबाट सबै हामीले चाहिँ हटाउन सक्ने भयो। यो जुनीमा त्यति फल छ भने अझै यो त बौद्ध दर्शन अनुसार चाहिँ भगवान् बुद्धले चाहिँ यो हामीले गरेको जति राम्रो कुशल पुण्य चाहिँ यो जुनीमा भन्दा नि अर्को जुनीमा फल बेसी पाउँछ क्या। त्यही कारणले गर्दाखेरि अब पछि फल पाउनु छ भने बाँकी जीवन हामीले चाहिँ सुख शान्तिसँग बिताउनु मन छ भने त्यो पहिला पुण्यको बिउ रोप्न जानुपर्छ अरे। त्यो पुण्यको बिउ राम्रोसँग हामीले रोप्न जान्यो भने चाहिँ त्यसले चाहिँ के पछि के हुन्छ सो त त्यसको फल बिस्तारै हामीले चाहिँ के हो पाकेर त्यसको फलले गर्दाखेरि हामी चाहिँ के हो बाँकी जीवन पनि राम्रोसँग बिताउन सक्ने त्यो हुन्छ। अनि झन् पछिल्लो जुनी त तपाईँको चाहिँ एकदमै मनुष्यको जुनी पाउनुमा कुनै पनि सन्देह नै छैन अब तपाईँको होइन 100% मान्छेको जुनी प्राप्त भयो र मान्छेको जुनी मात्रै प्राप्त भएर हामीलाई नहुँदो रहेछ नि त हामीलाई। अब रोग लाग्ने अनेक किसिमको मनको इच्छा पुरा नहुने गरिब दरिद्र भएर हामी बाँच्नुपर्ने मान्छेको गाली खानुपर्ने हो। मान्छेले चाहिँ गरगहना लाएर हिँडेको छ, लुगा कति राम्रो लाएर हिँडेको छ, हामीलाई चाहिँ लुगा लाउनु पाउँदैन, गरगहना छैन, कति पीर कति छ नि त त्यो। त्यस्तो नभएर सबै कुराहरू क्या एकदम प्राप्त भएर सबै कुराहरू चाहिँ तपाईँको चाहिँ भोग गर्नु पाउने, सबै कुराहरू प्राप्त गर्नु पाउने होइन। अनि धर्म पुण्यको कुराहरू पनि हामीले त्यो गुरुको मुखारबाट सुन्न पाउने, धर्म सबै सञ्चय गर्न पाउने हुन्छ नि। कुनै त अब जन्मे पनि धर्मको क पनि थाहा नहुने कुलमा पनि मान्छे जन्मिन्छ नि, खालि पापै पाप गरेर चाहिँ उसले समय व्यतीत गर्छ। सबै नराम्रो तपाईँको जिन्दगीभर तपाईँको धर्मको न त ज्ञान छ न त शिक्षा छ न त उसले राम्रो कुरा ग्रहण गर्न सकेको छ। उसको जीवनको उसको मनुष्यको चुरा उसले प्राप्त भए तापनि के हो उसको जीवन उसले सदुपयोग गर्न पाएन। त्यो हुँदाखेरि के हो धन सम्पत्ति पनि छ, सबै प्राप्ति छ, तर उसले धर्म गर्नु पाएको छैन, उसले पुण्यको बुद्धि रोप्नै पाएको छैन। त्यो हुँदाखेरि के हुन्छ त्यो भइसकेपछि के हुन्छ त भन्दाखेरि अनि त्यो जीवन पनि उसको पापै गरेर उसको उसले धर्म तपाईँको कन्छे पनि उसले धर्मै नकमाइकन उसको जीवन देहान्त हुन्छ। मरिसकेपछि उसले अब पुण्यको रूपै उसले बिउ नै रोप्न नपाएपछि त अर्को जुन भने के हुने भयो सो त उसले अनि फेरि नराम्रै कुलमा जन्मिने भयो, नराम्रै भएर जन्मिने भयो, त्यहाँबाट पशु लोकमा जन्मियो, नराम्रो लोकमा जन्मियो, भेद लोकमा जन्मियो, असङ्ख्य दुःख भोगेर चाहिँ त्यो खालको दुःख व्यतीत गर्नु भएको कारणले गर्दाखेरि त्यो खालको दुःखहरू पहिले हामीले सम्झेर त्यसलाई महसुस गरेर त्यसको निम्ति हामीले चाहिँ धर्म कर्म आचरण गर्नुपर्ने रहेछ है भन्ने कुराहरू अहिले नै दिमाग हुँदा नै बुद्धि हुँदा नै उमेर हुँदा नै राम्रोसँग सोचेर चाहिँ प्राणी हिंसा त्याग्ने, झुटो नबोल्ने हो, व्यभिचार नगर्ने, चोरी नगर्ने, मदिरा सेवन नगर्ने होइन हो त्यस्तो खालको चाहिँ नराम्रो कर्मलाई चाहिँ हामीले छोडिहाल्नुपर्छ हो। अब अशान्ति भयो भन्छ, सपना राम्रो देखिन भन्छ, भूतले तर्साए भन्छ, अब उल्टो उल्टो काम गरिरहेछ आफूले नै त्यो जहाँबाट त्यो कुराहरू भइरहेछ त्यसको बिउ फल आफैले रोपिरहेछ त अनि आफैले गरिरहेछ त अनि त्यो आफै नराम्रो भइहाल्छ नि। अनि पूर्वबाट आउने दशाग्रह, पश्चिमबाट आउने दशाग्रह, अनेक किसिमको दशाग्रहले आफूले च्यापिसकेपछि एक त आफूले पनि नराम्रो कर्म गरिरहेको हुन्छ, आफू गर्ने पाप भइरहेको हुन्छ, त्यही माथि धर्म कर्म पनि गर्न जानेको छैन, सोची शान्ति के हो, भगवान्लाई पूजा कसरी गर्ने, दान धर्म के हो त्यो पनि थाहा छैन, खालि कन्जुसिया मात्रै गरेर हो एकदमै मनमा त्यस लोभ मात्रै पैदा गरेर घमण्ड मात्रै पैदा गरेर अनि त्यस्तो मात्रै गरेर हिँडेपछि त खै त हाम्रो मन शान्ति भएको, खै त हामीले भगवान्लाई आस्था गर्न सकेको, खै त हामीले चाहिँ पुण्य कमाउन सकेको, पुण्य जिरो छ त हो। त्यस कारणले गर्दाखेरि यस्तो खालको चाहिँ हामी बेला बेलामा चाहिँ हामीले चाहिँ आयोजना गरिबस्नुपर्छ। आफ्नो एउटा चाहिँ घर सबै सन्तानको परिवारको नाममा, पितृको नाममा, समस्त प्राणीको नाममा हामीले वार्षिक रूपमा मात्र घरमा एकचोटि पूजा लाउन सक्यो भने पनि त्यसले पनि ठुलो पुण्य सञ्चय गर्छ नि। त्यसले पनि एक वर्षभरिको कुरा फाल्छ, आउने खर्चहरू पनि त्यसले तार्छ, त्यसमा धेरै पूजा साधना भएको हुन्छ, भगवान्लाई पुज्ने एउटा अवसर पाएको हुन्छ, त्यहाँ हामीले ध्यान गर्ने समय हुन्छ, हामीलाई जप गर्ने समय हुन्छ होइन। अब पूजै गर्दैन, गुरुको छेउमै जाँदैन, गुरु सम्बन्धै राख्दैन भने त अब त्यो झन् धर्मबाट टाढा टाढो, पुण्यबाट टाढो टाढो, त्यहाँबाट नराम्रो साथीको सङ्गतमा लागेको छ, खालि जुवा तास मात्रै खेल्नु भन्ने, जाँडसी मात्रै खाउँ भन्ने, नराम्रो कुरा मात्रै गर्ने, त्यसमा मात्रै आजभन्दा भोलिभन्दा उसको उमेर गरेको थाहा हुँदैन। त्यहाँबाट एक दिन के हुन्छ अनि रोगले ग्रसित हुने, दुर्घटना भएर मर्नुपर्ने, अल्प आयमै मर्नुपर्ने, त्यो खालको धेरै कुराहरू हामी भन्न सक्दैन। हाम्रो पूर्वजन्मदेखिको पाप बाँकी हुन्छ, त्यो पापलाई जति सक्दो हामीले चाहिँ
यस्तो खालको चाहिँ धार्मिक विधिबाट हामीले जतिसक्दो छिटो हटायो त्यति नै आउँदो जीवन हामीले सुख शान्ति भएर हामी चाहिँ त्यो बाँच्न पाउने हो नि। त्यस कारणले गर्दाखेरि चाहिँ यो कुरा सबै ध्यान गरेर तपाईँले त्यहाँ जब गरिबस्ने अनि यहाँ हामीले जातहरूलाई बोलाएर पालै पालो त्यहाँ हाल्नु लाउँछ हामी पालो पालो त्यहाँ तपाईँको टाउकोमा छुवाएर तपाईँले अब आफ्नो यस्तो एउटा दुःख गरेर पैसा कमाएको पैसाले चाहिँ यति ठुलो दान यो भनेको त तपाईँको त हामीले बित्दाखेरि पनि मान्छे तपाईँको दाँसना गर्दाखेरि हामीले कति त्यो मान्छे मर्दाखेरि किन यस्तो खालको विधिहरू गर्छ भन्दाखेरि त्यो एकदमै पुण्य छ नि त्यसमा धेरै पुण्य छ उसको धेरै पाप हराउन सक्ने त्यो खालको चाहिँ त्यसमा चाहिँ एउटा सौभाग्य उसलाई प्राप्त हुन्छ। बितेर गएको तपाईँको पितृहरूदेखि लिएर चाहिँ त्यो वायु भएर डुलेकोदेखि लिएर त्यो असङ्ख्य चाहिँ संसारको भवसागरबाट मुक्ति पाउन नसकेर बिचरा त्यो भौतारिकको प्राणीहरूलाई पनि तपाईँले यसरी होमन गर्दाखेरि सबै तार लाग्न सक्छ। उनीहरूको नाममा पनि हामीले यो गर्न सक्यो होइन। त्यस कारणले गर्दाखेरि धेरै ठुलो चाहिँ त्यो यसले पुण्य सञ्चय गर्न सक्ने भएको कारणले गर्दाखेरि तपाईँहरू त्यहाँ आरामसँग बस्ने ओम माने पनि हौँ जप गरे पनि भयो ओम हम बज्र कुरो प्रेमा सिद्धि हुँ भने पनि भयो। आफ्नो बुद्धको मन्त्र कुन बुद्ध आउँछ गुरु पद्मसम्म हो भनेको त हजारौँ बुद्धको शक्तिको प्रतीक त्रिकालको तपाईँको बुद्ध होइन। सबै बुद्धहरूले हामीले ध्यान गर्न सक्यो भने सबै बुद्धहरूले हामीले पुज्न नसके पनि सबै बुद्धहरूले हामी कुन चाहिँ मन्त्र उच्चारण गर्न नसके पनि गुरु पद्मसम्ममा गुरु निमिषको मात्रै तपाईँले ध्यान साधना जप गर्न सक्यो भने पनि सबै बुद्धलाई पुजे बराबरको सबै बुद्धलाई स्तुति गर्ने बराबरको के हो तपाईँको त्यो हाम्रो पुण्य हामीले प्राप्त गर्छ अरे। एकदम शक्तिशाली मन्त्र हो यो भनेको। मनमा डर छ भने त्रास छ भने सपना नराम्रो देखेको छ भने अनेक किसिमको चाहिँ मन चिन्ताले व्याकुल छ भने अनेक किसिमको रोग छ भने होइन त्यस्तो खालको चाहिँ धेरै कुराहरूबाट चाहिँ यो खालको चाहिँ यो गुरु पद्मसँगको मन्त्र जप गर्दाखेरि हामीलाई त्यो खालको विधि गर्दाखेरि त्यस्तो खालको शक्ति हामीले प्राप्त भएर धेरै लाभ हामीले उठाउन सक्ने भएको कारणले गर्दाखेरि चाहिँ त्यो जपिरहनुपर्छ गरिरहनुपर्छ। अहिले गऱ्यो अहिले फल पाउने भन्ने हुँदैन। आफूले चाहिँ राम्रो कर्मको त्यो खालको चाहिँ पुण्यको बिउ रोपेको छ भने त्यो बिस्तारै बिस्तारै के हो त्यो पुण्य हामीले धेरै फाइदा त्यसले चाहिँ निश्चित रूपमा चाहिँ के हो त्यसको हामीले ठुलो लाभ हामीले त्यो लिन सकिन्छ। ल अब हामी यहाँ सुरु गर्छौँ तपाईँहरू ध्यान दिएर सुनिबस्ने है। फर्काउनु पर्यो उत्तरपट्टि यो मुखलाई उत्तरपट्टि फर्काउने यसरी चाहिँ यसको अनुहारलाई माथि उत्तरपट्टि नारायणी यता यो जसरी फर्किया त्यसरी यो जसरी फर्किया त्यसरी बत्ती